morning, student. It's me Santosh Khatri. यो चाहिँ 2082 NEV को बोर्ड क्वेसन हो इकोनोमिक्स को। यो चाहिँ 100% फिक्स्ड क्वेसन नै हो। यो चाहिँ कहिले पेयर मेथडबाट नत्र लेस्पियर मेथडबाट गर भनेर दिन्छ। यो प्राइस इन्डेक्स नम्बर क्वेसन नम्बर 19 अरमा आउँछ जहिले पनि यो क्वेसन। सबैभन्दा सजिलो छिटो र मार्क्स तान्ने भनेको यही क्वेसनबाट हो। यसरी चट्ट बक्स बनाउनु, त्यसपछि यो क्वेसनले के दिएको छ त्यो भर्नु। सुरुमा कमोडिटी, त्यसपछि 2078 अनि अर्को के दिएको छ 2080। यसरी राम्रो क्लियर गरी गर्नुपर्छ। लाइनहरु तान्दाखेरि एकदम राम्रोसँग मिलाएर गर्यो भने चाहिँ फुलमा फुल मार्क्स आउने चान्स हुन्छ। अब 2078 को के दिएको रहेछ प्राइस र क्वान्टिटी। प्राइस 78 भनेको चाहिँ बेस इयर भनेपछि यसलाई पी नट लेख्दा नि हुन्छ, पी नट। अर्को के छ क्वान्टिटी, यो पनि बेस इयर भएर क्यू नट लेख्दा हुन्छ। अब 2080 को नि के छ प्राइस, यो चाहिँ P1 करेन्ट इयरको भएर क्वान्टिटी Q1। अब यो के दिएको छ बक्समा सेम चढाउने। अब कमोडिटी ए बी सी डी। अब प्राइस 2078 को कति दिएको छ 6 5 3 8। यो चढाउँदा क्याल्कुलेट गर्दा चाहिँ एकदमै ध्यान दिनुपर्छ। त्यही गरी एउटा बिग्रियो भने सबै बिग्रिन्छ। क्वान्टिटी कति दिएको छ 12 10 8 5। अब 2080 को प्राइस कति दिएको छ 10 8 5 7। क्वान्टिटी कति दिएको छ 15 10 12 3। यसरी क्वेसनले दिएको सबै चढाउने। त्यसपछि युजिङ वी नो द्याट। युजिङ के भनेको छ कुन मेथडबाट पेयर मेथडबाट गर भनेको छ PAASCHS पेयर मेथड। यसको फर्मुला चाहिँ थाहा हुनु पर्यो। सुरुमा P01 भनेको समेसन P1 इन्टु Q1 अपन P0 इन्टु Q1 इन्टु 100। यो चाहिँ याद गर्नु पर्यो, फर्मुला चाहिँ आउनु पर्यो। सर्टकटमा सम्झिनुको लागि 1101 भनेको 1101 भनेर सम्झिँदा नि भयो। पेयर मेथडबाट गर भन्दा लेस्पियर भनेको है, लेस्पियरको फर्मुला युज गर्ने, कमन राख्दा भइहाल्यो। अब हामीलाई के चाहिने रहेछ त P1 र Q1 चाहिने रहेछ। त्यो चाहिँ हामीले निकाल्नु पर्यो। P1 र Q1, P0 र Q1 चाहिँ के गर्नु पर्यो हामीले अब निकाल्नु पर्यो। कसरी निकाल्ने त यो भन्दा मल्टिप्लाई गर्ने। अब P1 इन्टु Q1 निकाल्नु पर्यो। अब यो मल्टिप्लाई गर्नु पर्यो। यो P1 र Q1 मल्टिप्लाई गर्नु पर्यो। 10 इन्टु 15 150, 8 10 जा 80, 5 12 जा 60, 7 3 जा 21। यसरी नझुकिकन क्याल्कुलेट गर्ने बिस्तारै। अब के भनेको छ समेसन गर भनेको छ। समेसन P1 इन्टु Q1 गर्दा यो अब जोड्दा कति हुन्छ सम गर्दा 150 प्लस 80 प्लस 60 प्लस 21 गर्दाखेरि कति आउने रहेछ 311 आउने रहेछ। यस्तै गरी अब हामीले अर्को के निकाल्नु पर्यो P0 इन्टु Q1, P0 इन्टु Q1। यहाँ छ P0 र Q1 चाहिँ के गर्नु पर्यो मल्टिप्लाई गर्नु पर्यो। 6 इन्टु 15 भनेको 90, 5 10 जा 50, 3 12 जा 36,
8 3 जा 24। अब यसको सम गर्नु पर्यो, समेसन पी नट इन्टु Q1 गर्दाखेरि कति आउने रहेछ त 90 प्लस 50 प्लस 36 प्लस 24 गर्दाखेरि 200 आउने रहेछ। अब यही अमाउन्टलाई यहाँ चढाउने, P1 र Q1 कति निकाल्यौँ 311 अपन पी नट र Q1 कति छ 200 इन्टु 100 गर्दाखेरि यो कति आउँछ त 311 अपन 200 अपन 200 इन्टु 100 गर्दाखेरि कति आउँछ 155.5 एन्सर। यति गऱ्यो भने चाहिँ 5 मार्क्स आउँछ है। थ्याङ्क यू।